हेलो गाइज, हाम्रो चाहिँ दसैँको तयारी भइरहेछ है। यहाँ जमरा छ है। एउटा जमरा चाहिँ यस्तो भएको छ, एउटा जमरा चाहिँ राम्रो छ है। अनि हाम्रो चाहिँ घरमा अहिले ज्वाइँ चेलाहरू सबै आइसकेका छन्। अनि हामी चाहिँ दसैँको टिका लाउन लागिरहेका छौँ है। तपाईँहरूलाई दसैँमा के कस्तो हुन्छ म ब्लगको मार्फतबाट तपाईँहरूलाई म देखाउनेवाला छु है त। हुन्छ अनि सानीलाई ठुलो हुन्छ नि त यो त तपाईँ पनि बस्नु उता साइडमा कता बाबा तँ उठ्न अनि ल भाइ यो भिडियो खिचेर त भाइ र तँ बस्न अलि सरी बस पाले फिले लाउँछ दुई भाइले बस्दैन अनि भरे बेटाको लाख लगाइदिनु एकछिन आइ सर भाइ अलिकति छोड त नाति अन्तिममा बाल आउँछ यो अलिक टाढा भयो कि त्यहाँ त्यो अलिक उता तान्दा भयो नि सुखाएर नै क्या घरसम्म रोप्यो नि सुक्छ नि त छिटो सुकेर के हुन्छ त्यो पर्दा चाहिँ लाउँदाखेरि घाम टल्किँदैन थियो होला ढोका होइन पर्दा चाहिँ ऊ पर्दा छ त म यहाँ बत्ती बाल्दै त सुन त उपर प्यासेजमा छ पर प्यासेजमा अलिक परतिर यसो गरौँ न त टिका लाउनु श्री श्री सबैजना जाउँ अनि आएर बडा भातमा निस्कौँ अनि त्यतै चाउला भात पनि नखाउँ आएर खाउँ पकाएको छिटो हुन्छ नि त कहाँ जाने भात श्री श्री टिका लाएर यहाँ सेलाउँछ होला नि त अनि फेरि तताएर खाँदा भइहाल्छ नि त मासु त तताउने भयो हुँदैन त्यसो गरेर हुँदैन हुन्छ भाइ हुन्छ अब छोरी ज्वाइँ पालै पालो बस्ने कि के हो तपाईँ उठ्नु त यता दुईजना बस्न दिनु त तिम्रो चारैजना बस के चारजना बस चारैजना बस ज्वाइँ पनि बस्नु नि त यता भेना यता साइडमा बस्नु सुन त्यता बस्नु नि के साह्रो लामो जमरा हो सुखा सुखा चाल खाएर सुकेपछि क्या लगाइन्छ वज्रो पाल्नुहोस् क्या
कोही मलाई त जमरा जमरा त लाग्नै ल अब भान्जा भान्जी ल ल ल ल भान्जा भान्जीको पालो लु 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 त्यो 4 जना को 4 जना लु सबै बसौँ त लु ल हाम्रो चाहिँ यहाँनिर टिका लाउने कार्यक्रम भइरहेछ है अब भान्जा भान्जीको पाल आएको छ है लु सबैजना ल बाबा लगाइदियो नि त्यो अनि सेरीको ज्वरो अझै निकोस् है ज्वरो हरे आउँछ चिम्टी तेरो छैन हामीलाई के दिनु कुरा मैले त पुस्नु सोह्रलाई पनि दिनु त ठुलो मान्छेलाई पनि नमस्ते भाग्य भने धेरै पढ्नु लु 16 पनि ढोक्ने ढोक्ने आमालाई खोइ त अनि दादाले जस्तो ढोक्ने लु छिटो खोइ त अनि छिटो लु को लाउने हो ल लु कोले लगाइदिने लु छिटो छिटो ए ल खोइ हामी लगाइदिउँ न रोसिकालाई रोसिका नाच्छ सानीलाई ठुल धेर भयो के भेना जानु तपाईँ पनि लगाइदिनु अनि सँगसँगै अनि सँगसँगै लु दुईजनाले ल है कपालमा चेप दिनु पर्छ पैसा नु तখন दिएछ न त ड्युटी लगाइ रसिका पहिलेको चिम्टी लाग्दो ठाउँमा धेरै लाउने होइन अलिअलि तास्ने मात्रै त्यस्तै हो कि सोह्र धेरै पढ्नु ज्ञानी हुनु आमाले मामाले सबैले भनेको कुरा मान्नु मम्मीलाई पनि राम्रो भन्नु बहिनीको छोरो पोल नलाउनु नकुटी पनि कुटे नभन्नु होइन रोसिका ज्ञानी हुनु धेरै पढ्नु मम्मी बाबाले भनेको मान्नु धेरै पढ्नु ज्ञानी हुनु ल फटा नगर्नु रुममा यति बाटी ओइ काली पुरो काल बाल्दी लुगामा कस्तो चोइदिनु भयो अलिकति सुक्छ अलिकति बोकेको भए भइहाल्छ अहिले चाहिँ के छ बाबा ल सोह्र ज्ञानी हुनु धेरै पढ्नु अरु दुटा दुटा दिनु अब आछि भाइ त्यो त नलाइदिनु के बाबु काममै ठान्न नसके एकचोटि लगाइदिएपछि जमरा एउटा हो कि जस्तो दिँदा नि भइगयो यति धेरै दिनुपर्छ टाउकोले थाम्दैन जमरा फेरि खोइ यत्रो धेरै जमरा पहिलो सोह्र एउटा एउटा पैसामा यसो रिताको धेरै पढ्नु भनेको मान्नु अटेरी नहुनु होइन सबैभन्दा ठुलो कुरो सानी धेरै पढ्नु दादालाई अलिक
अब म विदेशबाट आउँछ नि धेरै कमाएर दिन्छु ल खानेको लुगा सबै लाग्यो हो सेतो ल सौरभ मेरो खुट्टा ढोक्नुपर्छ नि फेरि सबैले खोइ कता कति धेरै दिएको सौरभलाई त आमा मलाई एउटा दिन्छ होला बहिनीको बिहा कहाँ छ पैसा सबैलाई ढोक्ने आमाहरूलाई बुवाहरूलाई सबैलाई ढोकेर पल्ट ओइ तिमीले मलाई खुट्टा ढोकेको छ नि यहाँ ढोक्ने लु भयो लु हो त्यो 4 जना लु बसौँ त सौरभ यहाँ खुट्टा ढोक ओइ बस्नु नि लु हो यसरी ढोक्नुपर्छ बुबाको आमाको सबैको सौरभ यहाँले पैसा साटौँ खुद्रा गरौँ तपाईँ पनि बस्नु ल सौरभको कति धेरै पैसा हो कि आमा खोइ तपाईँ आउनु भएन त नि यता टिका लगाउन साटेको भयो त ठुलो बनाएको ठुलो देख्दैन के को तोडेको ला बहिनी तिमी हट त नानु उता सबै सेतो लुगा पिक्चर चाहिएको मैले सुरुमा भनेको यता नटालेको पट्टि यता सबैभन्दा ठुलो पैसा है पैसालाई टिका लगाएको होइन नि त कहाँ 500 हो कि पाँचमा भन्न उयो के भन्छ अहिले त्यहाँ उसमा के गर्दैछ छुट खुट्टा ढोक्नु गाडाको छिट्टै सोचेको काम चाहिँ बस्नु न चाहिँ आफै के हो स्याहार्नु लाग्दैन त अलिअलि अक्षता भाजा भाजीलाई कोही रोसिका यहाँ राख्दै मलाई नसोधेको कृष्णले त्यस्तै गर्छ फेरि ढोक्नु पर्यो हेर न बाख्रा फेरि ले मम्मीलाई लगाइदिनु अनि साँच्चै भन्नुपर्दा त यसरी पो ढोक्नुपर्छ त लु यहाँ दिदीलाई लु भयो लु अब म बाउलाई मम्मीले लगाइदिन्छ न अब धुदिन ढोक्दिन हालेको ल ए यहाँ ब्यागमा राख त्यसै गर्नु त्यसो भए स्वर्णमाथि जाऊँ यहाँ त्यसरी आरती लाएर यहाँ ल एकछिन फोटो खिच्नुपर्छ कि सबैजना कि एकछिन न कता एकछिन यहीँ फोटो खिचौँ कि कहाँ फोटो खिच्ने त अनि सबैजना त्यही खिच्नु भएन ल यहाँ चाहिँ हाम्रो बुवालाई चाहिँ नातिनीहरूले टिका लगाइदिँदैछन् दाजुको ठुलो नहुँदै खोइ जमरा सानी जमरा खोइ दिएको जमरा आन्ने अनि यो चाहिँ अन्त ल सानी लु खोइ मेरो पैसा खोइ पैसा दिनु भएन सानीले दाजुलाई अलिक छिटै हिँड्नु न हौ के साह्रो हौ गाडी पर्खेर लाएर के हो रे पानी हाल्नु फेरि धेरै हालेर सबै बग्छ चामल पुरै हाल कता हो त यहाँ आएन यहाँ अब कति राम्रो काटेको थियो यस्तै काट्नु पर्यो कि चुड्दा हुन्छ कि सौरभ के गरेको अलिक सानो सानो चाहिँ छोडिदिनु नि यो बिचको काट्नु नि किन चलाएको सौरभ अलिक छेउछेउमा लगाइदिनु न चामल माथि नै लाग्दैन भएकै चाहिँ टसाउँदा हुन्छ त्यो टिकामाथि टिका यसो लगाइदिए जस्तो गर्नु न साइड साइडमा चामल माथि नटासेको साइडमा निधारमा लगाइदिनु छैन निधारमा चाहिँ लगाइदिनु यता साइडमा हो खिचेर अनि यता खिचेर बढीमा पनि आउने गरे यहाँ बढीमा पनि आएछ फेरि माथि टिका माथि भन्नाले निधारमा लगाइदिनु बढीमा
टिकामाथि टिका नथपे थपेकोले नहीं लगाउनु किन टिकायो छैन छेउको पहिल्यै जमरा भयो भयो केही छैन कि ल यता त लागेको झरे छ त्यसपछि गएको सबै मात्रै लगाएको थिएँ क्या बिर्सिहाल्छु कि मेरो दिमा आमा हो खोइ आमा आमा होइन देखेकै थिएन अघि देखेँ हो र देखेको छैन त्यो निकै भएको जन्मेकै थिएन जन्मेर पछि त आहा होला नि छैन आएकै छैन जन्मेदेखि चाहिँ आएको छैन बढीमा त्यसलाई त ल्याएकै छैन नि के देखोस् त के चिनोस् त अनि माथि टाउकोमा लगा नमस्ते सबैजनाले गर्नु लगा धेरै पढ्नु कतिमा पढ्दैछ कोनी है नौमा हैन कतिमा हाम्रो राम्रो कतिजना पास गर्नु डिस्टिङसन ल्याउनु बाउ र आमाको नाम रोशन गर्नु मैले थप आशीर्वाद तपाईँको पारी आइहाल्छ त मेरो त पालीमा मैले अर्कै आशीर्वाद दिन्छु त्यही दिन्छु त एक्स्ट्रा दिने भएको पुले अब अहिले त अनि फुपूलाई लगाइदिनु पर्छ फेरि मलाई घाटा लाग्छ फेरि खुजरा नबनाऊ अहिले त अनि का फुपूले टिका लगाइदिने फुपूले त पै जो उता सँगसँगै बसेको भन्छ नि कता गए खोइ भेना कता जानुभयो आउनु ल चिकै इत्तरबाट यारबाट सुन्तलबाट सुन्तलबाट अरे यार कालेबाट खोइ हेर्यो कालेबाट मामा घर गला मामा घर ल छोरो बस्ने छिटो 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 आँखा हेरेर हिँड्नु पर्दैन ए फोटो खिच्यो सबैलाई लगाइदिनु टिका अनाले खिच्नु आफै पनि लाउनु नाम सम्झियो अब नाम दादा कोन दादा ए दादा नाम ले आइछ नि त फोटो बनाइदिनु ह आमा त याचे फोटो त हाल्ने